नमस्ते नमस्ते गाइस, म तपाईँहरूको आफ्नै संस्कार र मेरो साथमा हुनुहुन्छ हाम्रो संस्कार टिमहरू है। यति बेला चाहिँ हामी बुटोल चौराहादेखि अगाडि बढ्दै यो बेस क्याम्प नजिकै बन्दै गरेको हयात प्यालेस नजिक पुग्न लागिसकेका छौँ गाइस। तपाईँले देख्न सक्नुहुन्छ हयात प्यालेस यो हाम्रो अगाडि सामुन्ने नै छ है। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्दै सुखानगर स्थित चाहिँ हाम्रो एकजना दाजु हुनुहुन्छ, आदरणीय दाजु होइन, योगेन्द्र गौतमज्यूसँग हाम्रो आज भेटघाट कार्यक्रम पनि रहेको छ। किनकि उहाँ भनेको हाम्रो लागि एउटा मोटिभेटर अनि हामीले एउटा मार्गदर्शक पनि बन्नुभएको छ। अहिले जति पनि हामी युवाहरू छन् उहाँहरूको लागि चिया बगानमा उहाँले हामीलाई पर्खि पनि रहनु भएको छ है। किनकि देशप्रति र राष्ट्रप्रति हाम्रो युवाहरूको पनि केही जिम्मेदारी हुनेको छ। त्यही जिम्मेदारीलाई चाहिँ वहन गर्दै त्यही जिम्मेदारीलाई अझै पनि अगाडि बढाउँदै हरेक नेपाली युवाहरूको हरेक नेपाली मनहरूमा चाहिँ अझै दरिलो र बलियो बनाउनुपर्छ भन्ने एउटा राम्रो सोच बोकेर अगाडि बढ्दै रहनुभएका हाम्रो आदरणीय दाजु योगेन्द्र ज्यूसँग चाहिँ हामीले हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको भूमिका विषयक वृहत शिक्षामूलक अभिमुखीकरण कार्यक्रम यही कार्तिक 14 गते बुटोल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र BICC भवनमा हुन गइरहेको कुरा यहाँहरूमा अवगत गराउँदै सम्पूर्ण युवा विद्यार्थीहरूमा नेपालको सीमा इतिहास र राष्ट्रियताको इतिहास र राष्ट्रिय रक्षा विषयमा श्रीमान सीमाविद बुद्धिनारायण श्रेष्ठज्यू र नेपाली सेनाका पूर्व उपरथी तथा राष्ट्रिय रक्षाविद डाक्टर पूर्णबहादुर सिलवालज्यूहरूबाट शिक्षा प्रदान हुनुको साथै सुस्थ बचाउ युवा अभियानको आयोजनामा संस्थागत तथा सामुदायिक विद्यालय र लखन ब्रदर्स युवा क्लबको सहकार्यमा हुन गइरहेको जानकारी गराउँदै राष्ट्रियताको इतिहास सम्बन्धी जानकारी लिन चाहनुहुने सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। र तपाईँहरू पनि इच्छुक हुनुहुन्छ, आउन चाहनुहुन्छ भने, देशप्रतिको भावना तपाईँको पनि मनमा उत्पोत छ भने गाइस है, यही कार्तिक 14 गते जुन वृहत रूपमा हुन गइरहेको छ होइन, बुटोलमा होइन, बुटोल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा BICC भवनमा है, तपाईँको पनि सहभागिता रहोस् भन्ने चाहना हाम्रो पनि छ। किनकि तपाईँ हामी सम्पूर्ण नेपालीहरू एकजुट भएर हाम्रो पुर्खाहरूको इतिहास, हाम्रा राष्ट्र र राष्ट्रिय सम्बन्धी ज्ञान गुणका कुराहरू यदि तपाईँले पनि सिक्न चाहनुहुन्छ, जानकारी पाउन चाहनुहुन्छ, त्यो दिन चाहिँ धेरै नै महान अथवा ठुलो व्यक्तिहरूबाट हामीले चाहिँ ती ज्ञानहरू कुरा पाउनेछौँ र तपाईँहरूलाई पनि आउनको लागि अनुरोध गर्न चाहन्छौँ। किनकि तपाईँ हामी सम्पूर्ण नेपाली हो र नेपाली भएपछि नेपालीको हरेक मुटुमा चाहिँ देशप्रतिको भावना र देशप्रतिको जुन एउटा जिम्मेदारी छ नि, त्यो जिम्मेदारी अहिलेका युवाले नगरे कसले गर्ने त? अहिलेका युवाले त्यो जिम्मेदारी नउठाए कसले उठाउने भन्ने एउटा प्रश्न पनि तपाईँहरू समक्ष राख्दै उपस्थितिको लागि अनुरोध गर्न चाहन्छु।